हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जन उत्तरदायी तथा चरित्रवान र आचरणशील हुनै पर्छ। हाम्रा शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्छ। हामीले सुशासनको प्रत्याभूति दिनै पर्छ। आज हाम्रो सबैभन्दा ठुलो शत्रु अरू कोही होइन, ढिलासुस्ती, अनियमितता र बेथिति भएको छ। प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको छ। यसले जनताको चाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको छ। शासकीय सुधारका 100 कार्यसूचीलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानुनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने मैले विश्वास लिएको छु। राज्य सत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ। अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन। यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ। लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ। राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन। हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। माननीयहरू, उपस्थित विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रमुखहरू, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, सर्वप्रथम 19औं गणतन्त्र दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दछु। आजको दिन हाम्रा लागि विशेष छ। यो दिन मात्र एक साधारण दिन होइन, यो हाम्रा लागि एक ऐतिहासिक दिन हो। किनभने आजभन्दा ठिक 19 वर्ष अगाडि हामीले नागरिक सर्वोच्चता सहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थियौँ। म यस ऐतिहासिक अवसरमा बहुलवादमा आधारित लोकतन्त्र, जनअधिकार, नागरिक स्वतन्त्रता, सुशासन सहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न इतिहासका विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन तथा विभिन्न आन्दोलन र सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै आन्दोलनका क्रममा जेल, नेल र निर्वासन सहित अनेकौं यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्दछु। यस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न ठुलो त्याग र परिश्रम गर्नुहुने अग्रज नेताहरू तथा परिवर्तनका सारथी नागरिक समाज र राजनीतिक दल सबैलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु। हामी सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो। जनता आफैले बनाएको संविधान मार्फत यसलाई हामीले सङ्घीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादको सारगर्भित मान्यताहरूले सिंचित गरेर थप सर्वोत्कृष्ट बनाएका छौँ। यो यसकारण पनि कि यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ। राज्य सत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको छ। हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान उपलब्धिका रूपमा अभिलेख गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौँ।
यही अभ्यासले सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पुर्याएको छ। स्थानीय र प्रदेश सरकारहरूले संविधान बमोजिम जिम्मेवारी निर्वाह गरिरहेका छन्। यस शासकीय व्यवस्थामा जनताको घर आँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको छ। नागरिकको गुनासो शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार उन्नत लोकतान्त्रिक अभ्यास भइरहेको छ। यसैले लोकतन्त्रको जरा बलियो बनाउँछ। लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ। हाम्रो संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आएको परिलक्ष्य राखेको छ। अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो। गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ। यसले हामीलाई समुन्नत भविष्यको लागि एकताबद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ। यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने सङ्कल्पका लागि अभिप्रेरित गरेको छ। किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ। त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो। राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन। हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्नुहुन्न भन्ने म ठान्छु। आज भने 19औं गणतन्त्र दिवसको कार्यक्रमको यो दृश्य भने तपाईहरूले देखिसक्नुभयो। अनि राष्ट्रपति रामचन्द्र पौडेलले यो सम्बोधन गरेको पनि देख्नुभयो र सुन्नुभयो। तपाईहरूलाई के कस्तो लाग्यो? तर केही समय पहिला सामाजिक सञ्जालमा आइरहेको थियो कि प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्ने विषय हो, तर अहिले अथवा यो 19औं गणतन्त्र दिवसमा भने राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ भन्ने कुरा आइरहेको थियो। त्यो चाहिँ साँचो रहेछ।